पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ र लोक तथा दोहोरी चर्चित गायक लन्टु तथा चेज गुरुङबाट पछिल्लो समय आफूलाई निकै नै चर्चाको शिखरमा राख्न सफल भएका गायक चेज गुरुङको पछिल्लो समयको केही जानकारी छोटो फलह भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनुहोला। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङले जानकारी दिएअनुसार आफू केही दिन अघि विशेष साङ्गीतिक कार्यक्रमलाई जापानमा रहेर जापानवासी आमा बुवा तथा दाजुभाइ तथा दिदी बहिनीहरूको यति धेरै माया र साथ पाउन सफल भएको दर्शक श्रोताहरूले आफ्नो विभिन्न एल्बमको गीत र आफ्नो लाइभ दोहोरी पनि निकै मन पराइदिनु भएको। पछिल्लो समय आफू देश तथा विदेशमा निकै परिचित हुन पनि सफल भएको जानकारी गर्नुभएको छ। आफूले लामो समयदेखि गीत सङ्गीतमा निकै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र दर्शक श्रोताहरूको आफूलाई यति धेरै माया र साथ पाउँदा निकै खुसी भएको लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ र गायक चेज गुरुङले जानकारी गर्नुभएको छ। आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको पछिल्लो समय आफूले विभिन्न कलाकारहरूको साथमा निरन्तर लाइभ दोहोरी र एल्बमको गीतहरू आफ्नो दर्जनौं गीतहरू दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै सङ्घर्ष गर्दै स्थानसम्म